हेलो गाइज वेलकम टु माई च्यानल। फेरि पनि आज धेरै दिन पछि फेरि अर्को एउटा नयाँ भ्लग लिएर म आइसकेको छु। आज चाहिँ त्यस्तो धेरै विशेषै भनौँ न। आज हामी सबैजना परिवारहरू माथि डाँडा पाथिभारा मन्दिर जाँदैछौँ। हाम्रो यहाँ गाडी पनि आइसकेको छ। यता मामा मम्मी डेडी हामी सबैजना छौँ। अब हामी चाहिँ सर्लगसँगले गाडीमा चढेर मन्दिर जाँदैछौँ माताको दर्शन गर्न। त्यही भएर आजको चाहिँ भ्लग अलिक विशेष र अलिक खास नै भएको छ। यसो हेरिदिनु होला बाटोमा के हुन्छ कसो हुन्छ। म सबै देखाउँदै लानेछु। हामी सबैजना अब रेडी हुँदैछौँ। भर्खरै रेडी हुँदैछौँ। भर्खर तल्लो घरमा नानीहरू पनि भर्खर यसो रेडी हुँदैछन्। यहाँ यी सामानहरू के हालिँदैछ गाडीमा। अब बिस्तारै गाडीमा चढ्ने अनि बिस्तारै हामी जान्छौँ। तल्लो घर दिदीहरू चाहिँ अब भर्खर अलिकति टाइम लाग्दैछ। लुगासुगा लाउनु हुँदैछ। त्यही भएर अलिकति टाइम लाग्दैछ। दिदीहरू रेडी हुनुहुँदैछ। हाम्रो यो गाडी चाहिँ हाम्रो यहाँ इसु मामाको हो। अब यहाँ हाम्रो मामा चाहिँ ड्राइभर यहाँ हुनुहुन्छ यहाँनिर। अब हामी बिस्तारै अगाडि बढ्छौँ। आजको मौसम चाहिँ यस्तो छ है। घाम पनि हल्का बादल पनि हल्का छ। यस्तो मौसममा हामी हिँड्न लागेको छौँ। अब बाटोतिर यसो पानी सानी पो पर्ने हो कि भन्ने पनि चिर छ। त्यही पनि ठिकै छ। अब पानी पऱ्यो भने देखा जाएगा नि के छ र। अब जाने हो जसरी भए पनि जाने नै पर्नेछ। यसो दर्शन गर्न अब पानी पर्दै गर्छ देखा जाएगा जे हुन्छ। अब त्यस्तो अब बाटोमा देखा जाएगा के हुन्छ कसो हुन्छ। अब हिँडिसकेपछि पानी पर्छ भनेर पनि भएन। अब जस उहाँ एकछिन पूजा गर्न जाँदाखेरि चाहिँ अब पानी नपरेदेखि अलिक अथवा हुन्थ्यो। बेलुमा यसो गएर 3-4 बजीतिर त घर फर्किन्छौँ पनि होला हामी 3-4 बजीतिर त। ल अब हामी चाहिँ भेडाटारतिर लाग्यौँ सर्लक्कसँगले। यता हाम्रो ड्राइभरमा हुनुहुन्छ हाम्रो मामा। हेलो। अनि हामी चाहिँ यता छौँ। सबैजना यता पछाडि हुनुहुन्छ। श्रेया दिदी सदिक्षा उता हाम्रो ड्याडी उता मामा। ल अनि यहाँ अगाडि चाहिँ बसेको छौँ साने र म। अब हामी जाँदैछौँ। बाटोको अवस्था चाहिँ अहिले अलिक त्यस्तै छ। अलिकति बिग्रेको छ। बाटो बन्दैछ भर्खरै। ल आज हाम्रो त्यस्तो खास प्लान त थिएन। अब एक्कासी जाने भनेर अब 1-2 दिन पछाडि जाने भन्ने खालको कुरो थियो। एक्कासी अब जाउँ न त भन्ने सल्लाह भएर हामी सबैजना फेरि अब आज लाग्दैछौँ। धरानमा चाहिँ हाम्रो भेना पनि आउँदैछ। धरानदेखि चाहिँ भेना पनि चढ्नुहुन्छ। अहिले चाहिँ हामी यहाँ बगुवा आइपुग्यौँ। बगुवामा भर्खर आएर बगुवादेखि हिँड्दैछ। सबैजना आफ्नै संसार आफ्नै हुन्छ। ल अहिले चाहिँ हामी फाइनली धरान भानुचोक आइपुग्यौँ। अब यहाँ अगाडि भेना बसिरहेको हुन्छ अरे हामीलाई पर्खेर। अब भेनालाई पनि त्यहाँदेखि चाहिँ पिकअप गरेर हामी माथि भेडातिर लाग्छौँ। जय श्रीराम। जय श्रीराम। जय श्रीराम। ल भानुचोक आइपुग्यो। अब यता भेना कहाँ बसेको हुन्छ? ऊ यहाँ हुनुहुँदो रहेछ भेना। ल यहाँ भेना पनि आइसकेको हुन्छ। एकछिन हामी सबैजना यहाँ भानुचोकमा उत्रेको छौँ। सबैजना एकछिन भानुचोकमा उत्रेर एकछिन यहाँ सानो सामान झार्नु छ भन्नुहुँदै थियो। ल अब हामी सबैजना फाइनली सबैजना भेट भइसक्यौँ। अब हामी धर्मकर्मतिर लाग्यो पाथिभारा मन्दिर सबैजना। अब हामी उकालो लाग्दैछौँ। अब चाहिँ कहीँ रोकिँदैनौँ हामी। सिधै मन्दिर पुगेपछि मात्र रोकिने हो। ल हेर्दै गर्नु है हाम्रो ब्लग। आइयो हामी तर पानी परेर बिचोक पुरै पानी परिरहेछ। अब त्यहाँदेखि उत्रेर मन्दिरसम्म चाहिँ कसरी जाने हो। ल हामी फाइनली भेडाटार आइपुग्यौँ। अब हामी मन्दिरतर्फ लाग्दैछौँ। यतातिर चाहिँ अलिक पानी रहेको छ जस्तो छ। तर आजको मौसम चाहिँ पुरै यस्तो हुस्से लागिरहेछ। पुरै भर्खर पानी परेर रहेको पनि छ।
अनि अब हामी चाहिँ यहाँनिर यो धुपचेता बाती किन्दैछौँ यो मालाहरू लगेर चढाउन हाम्रो सानोलाई यहाँ आएर जाडो भएर नाना लगाइदिएको हेर्नु हात भित्रै छिरेसेर हलाउँदैछन् यहाँ श्रेया उपुक उपुक कति मजाले बसेको छु नि यहाँनिर यस्तै पारेर सबैजनालाई जाडो भएर यहाँ लुगा लगाउँदैछौँ ल केटाकेटीहरूसँग अब हामी चाहिँ उकालो लाग्दैछौँ सुवनश्री कहाँ हिँडेको तिमीहरू कुन मन्दिर ल ल ल लु जाऊँ ल अनि श्रेया पहिलोचोटि हो हो कस्तो लाग्दैछ त पहिलोचोटि कस्तो रहेछ ठिक छ ल कोही मान्छे यसरी फर्किँदैछन् हामी चाहिँ जाँदैछौँ कोही फर्किने कोही जाने त्यही त पानी पनि पर्न थाल्यो मौसम पनि यस्तो बदलेको बदली छ आजै फेरि पाथिबाट मन्दिर आएको आजै पानी परेर भन्नुहुन्छ भने के बिजोकै भयो ल हेर्नु न यहाँ पानी तरिका छाता ओढेर जाँदैछौँ धन्न एउटा छाता चाहिँ कहाँदेखि गाडीमा हाल्दैछ नत्र बिजोक पराकाष्टै बिजोक हुन्थ्यो ल है पाथिभाडामा त हजुरको श्रीचरणमा आइयो हजुरको दर्शन गर्न ल है आमा कृपा गर्नुहोस् भर्खरै मौसम खुल्यो पानी रह्यो अब चाहिँ अलिक खुल्ला देखिन थाल्यो है अब दर्शन भयो नि त सबैजनाको अब हामी फर्केको ल जाउँ रे यत्रो बेरसम्म पानी परेर यहाँनिर बसेको थियौँ ओत लागेर ल पानी नपरेको भए त हामी अघि फर्किसक्थ्यौँ नि यति ढिलै हुँदैन थियो अलिकति पानी पर्नाले गर्दा अलिकति पनि के भन्नु लगभग 1 घन्टा पानी पऱ्यो 1 घन्टा पानी परेपछि त धेरै बेलमा हामी त होल्ड भयो नि त बल्ल 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 पानी रहेर अनि हामी फर्किँदैछौँ अब हुस्यो पनि मजाले लागिरहेछ अघि हामी आउँदाखेरि मौसम फेरि यस्तो थिएन क्या घाम लागिरहेको थियो कति मजाको दिन थियो अथवै थियो अब ठिकै हुन्छ होला यसो घुम्न पनि भ्याइन्छ होला भन्दै आएको यहाँ आएपछि त अब पानी पर्न सुरु भएको ननस्टप पानी पऱ्यो बिजोकै भयो एकछिन त हेर्नु न त्यहाँ धरान बजार पनि दामी अब चाहिँ खुलेको छ है धरान बजार ल अब चाहिँ क्लियर देखेको छ ल अब हामी फर्किँदैछौँ केही खान पनि पाएको छैन बिहानदेखि केही खान पाएको छैन भने अहिले भर्खर यहाँ आएर पानी परिराखेको बेलामा पूजा गरिसकेपछि एउटा भेज चाउचाउ चाहिँ खाइयो त्यति हो अरूले त त्यो पनि खान पाएको छैन मैले त खाइदिएको अब तल गएर त्यहाँ त घरदेखि यसो खानेकुरा लिएर आएको छौँ अब त्यही खान्छौँ अब अनि एकछिन यसो भ्याइएछ भने डुलिन्छ अब होइन भने त त्यही हो जानुपर्छ ल अब आइयो भगवान्को पूजा दर्शन गरियो अब हामी जाँदैछौँ ल खाजा खाने ठाउँमा आएको छौँ अब हामी खाजा खान लागेको सबैजना बसेर सब परिवार अब कोही थुक्पा कोही मोमो कोही चाउमिन होइन त श्रेया तिमी के खाने थुक्पा खाने तिमी थुक्पा खाने ल म पनि थुक्पा खाने तातो सुप खाने अरे ल हाम्रो थुक्पा पनि आइपुग्यो धन्यवाद हामी अहिले भेडेरादेखि फर्किने क्रममा चाहिँ यहाँ बिचमा तल पहिरो गएर चाहिँ यहाँ जाममा पर्यो जाममा लामो जाम छ लगभग अब घर आउन लाग्यो अहिले चाहिँ हामी यहाँ पट्टाली खोलामा आइपुगेको छौँ सर्दु खोलामा र यसो चिसो खाँदैछौँ र यसो खाजा नास्ता भनौँ न यसो खाँदैछौँ अब हामी घर फर्किँदैछौँ मामाहरू चाहिँ यहाँ फेरि छुट्टै चल्दैछ यहाँनिर मामाहरू चिसो चपहरू यसो खानु हुँदैछ यहाँ सदीक्षा चप खाँदैछौँ यहाँ हाम्रो सानो डिउ सुवनश्री डिउ अब म पनि डिउ खाँदैछु
अब हामी लगभग घर आइपुग्न लाग्यौँ। अब आज यसो घुम्न गएको पानीले गर्दा अलिकति डिस्टर्ब भयो तर ठिकै छ घुम्यो ओर्यो आयो। म दही चिउरा अनि चिसो खाँदैछु। यता श्रेया दही चिउरा, ऊ सुवान्श्री फ्रुटी, यता शरण्य फ्रुटी, ऊ सरिक्षा आलु चप चटपटे। अब खाजा नास्ता खाने अनि घर जाने। गाडी त्यहाँनिर छ। ल त अब हामी घर आइपुग्यौँ। आज घुमेर डुलेर आजको हाम्रो दिन सक्यो। पाथिभरा मन्दिर दर्शन गरेर आइयो। ए गाडीदेखि सबैजना झरिसक्यौँ। यसो के खत्रङ खुत्रङ सागसब्जी लिएर आएको थियौँ। ए अब ड्याडी मामा श्रेयाहरू सबैजना आइयो। ल धन्यवाद। भ्लग हेरिदिनु भएकोमा लाइक सेयर अनि सब्सक्राइब पनि हानिदिनु होला। हस् त धन्यवाद।